हेलो हेलो एभ्रिवान, गुड मर्निङ सबैजनालाई। नमस्ते, सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। आजभोलि पानी परेछ है, शीतल गइरहेछ। अनि धान रोपाइ पनि सुरु भइरहेछ कि हाम्रो घरतिर। यसो देखाउँछु तपाईँहरूलाई, हेर्नुहोस् है। ल हेर्नुहोस् त गाइज, हेर्नुहोस् यस्तो छ अवस्था। तपाईँलाई म धानको बिउ देखाउँछु ल, हेर्नु कत्रो भइरहेछ है। अब रोपाइ सुरु हुन्छ। दामी पानी परिरहेछ। यत्तिको भयो भने चाहिँ बाँच्न सकिन्छ कि साथीहरू, शीतल छ नि त। अब चाहिँ बाँचिन्छ होला साथीहरू, शीतल गइरहेछ। अस्ति गर्मी गरिरहेको थियो कि 2-4 दिन, पानी परेदेखि बल्ल अलि हलुङ्गो भयो। अनि लाइन पनि त्यस्तै काट्ने कि फेरि। अब आजभोलि फेरि पानी परिरहेछ, लाइन काटे छैन। कस्तो हो यो, अचम्म। यस्तै छ साथीहरू। अब चाहिँ म पनि खानासाना खाएर रेडी भएर कामतिर जान्छु। काम त जानै पर्यो होइन, कि त नगएको भए हुन्थ्यो। सुरुदेखि गएपछि त जानै पर्यो नि, केही त गर्नु पर्यो। आत्मनिर्भर बन्नुपर्छ है साथीहरू सबैजना। केही गरेर देखाउनुपर्छ। केही गर्न सक्दैन भन्ने मान्छेहरूलाई गरेर देखाइदिनुपर्छ, अनि बल्ल मात्र मन शान्ति हुन्छ। सबैजना सिकौँ होइन, अब केही गरौँ साथीहरू। अनि आत्मनिर्भर भएपछि कसैले पनि केही भन्न सक्दैन, हेर्नु पनि सक्दैन होइन। आफूलाई पनि सजिलो, मेन कुरा त आफूलाई सजिलो। आफ्नो जिन्दगी त्यतिकै सहज भइहाल्छ केही गर्न। तपाईँहरू कोलाई यो सिजन मनपर्छ, तर मलाई चाहिँ यो सिजन फिटिक्कै मन पर्दैन साथीहरू। किनकि यो हरियाली पानी पर्ने होइन, मलाई कस्तो नराम्रो लाग्छ कि यो दिनहरू, यो महिनाहरू। अब ठ्याक्कै साउन भदौ असार हुन्छ नि, 3वटा महिना कि यो 3वटा महिना चाहिँ मलाई कस्तो नराम्रो लाग्छ कि मनै पर्दैन। किन के भएको त्यो त भन्न जरुरी छैन, तर मलाई मन पर्दैन। कस्तो अर्कै लाग्छ कि यो टाइममा चाहिँ हुन्छ नि, के हुन्छ मनै खुसी हुँदैन कि, त्यस्तो खालको हुन्छ मलाई चाहिँ यो सिजनमा। तपाईँहरू कोलाई यो सिजन मनपर्छ यस कमेन्ट गर्नु ल। अब म रेडी पनि भइसकेँ खाना खाएर। अब चाहिँ म हिँड्छु एकछिनमा। 9:30 भइरहेछ, ठ्याक्क 10 बजीतिर जान्छु कामतिर। सो गाइस, म चाहिँ रेडी भएँ, हेर्नुहोस् मलाई। म चाहिँ आइपुगेर पनि काम सुरु गरेँ, तर भिडियो बनाउनु बिर्सिरहेको छु ठ्याक्कै। अब चाहिँ म देखाउँछु तपाईँले, हेर्नु। यसै हो पम्प हो यो चाहिँ। काम के छ? कपाल दुखेछ कि नै? बहुत दुखेछ। यही हो गाइस है, काम भइरहेछ। कस्तो भइरहेछ? कति राम्रो देखियो हाय सुन्तली, मेरो धुर्मुसिनी सुन्तली। यो साथीहरूको काम पुरो भइरहेछ है त। ल त साथीहरू, म चाहिँ घर आएर पनि कामहरू सकाएर यसो एकछिन रेस्ट गरेर अनि कामसाम गरेर अनि ठ्याक्कै अब भिडियो इन गर्छु भनेर आएँ। आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई हेरेर कमेन्ट गर्नु होला। अनि अब फेरि पनि भेट्ने छ अर्को भिडियोमा। आजको भिडियो चाहिँ यति नै। हस् त, बाई बाई गाइज। सबैजनालाई धेरै धेरै माया अनि थ्याङ्क्स फर वाचिङ भिडियो। बाई बाई।